नमस्कार। के अरे म चाहिँ लेकबेसी वडा नम्बर 5 मा सिग्रीमा घर हुनुभएका हाम्रो चाहिँ मामा छकबहादुर सिरिस को चाहिँ पहिला पनि मैले चाहिँ एउटा सानो भिडियो क्लिप बनाएर राखेको थिएँ र त्यो भिडियो हेरेर उहाँलाई चाहिँ उहाँका दुईवटा बच्चाहरू अहिले चाहिँ मावि नेटामा पढ्दै हुनुहुन्छ अनि उहाँको बुवा चाहिँ हाम्रो हस्तबहादुर सिरिस मेरो बाजे हुनुहुन्छ, बजै पनि यहीँनिर हुनुहुन्छ। उहाँको यो घरमा चाहिँ म अहिले पुगेको छु र मेरो पुरानो भिडियो हेरेर भेरीगङ्गा रामघाट निवासी त्यहाँका एउटा चाहिँ व्यवसायी तिलक थापा सरले एउटा सानो सहयोग सामग्री यहाँ मलाई उपलब्ध गराउनु भएको छ र आज सोही सहयोग सामग्री मैले उहाँहरूलाई हस्तान्तरण गर्नका निम्ति म यहाँ उपस्थित भएको छु। र बाबुले कतिमा पढ्छौ बाबु? 6मा। के नाम हो तिम्रो? परविन सिरिस होइन? अनि सानो बाबुको? बहादुर सिरिस। कतिमा पढ्छौ? 6मा होइन? ल बाबुहरूलाई मैले चाहिँ हाम्रो भेरीगङ्गा रामघाटका चाहिँ तिलक थापा सरले थापा चाहिँ कपडा पसल छ उहाँको थापा इम्पोरियमबाट बाबुहरूलाई एक जोर चाहिँ यो स्कुल ड्रेस पठाइदिनु भएको छ जो चाहिँ सिलाएर रेडी बनाएर मैले तपाईँहरूका चाहिँ ल्याइदिएको छु है। ल यो चाहिँ एक जोर चाहिँ बाबुहरूले ल्याउनु पर्यो। ल ल ल्याउ त बाबु, तिम्रो यो होला ठुलो चाहिने है। ल यो तिम्रो ल, अनि यो चाहिँ तिम्रो ल है। ल स्कुल ड्रेस। अनि त्यसै गरी उहाँले चाहिँ अलिअलि यो चाहिँ पठन पाठनमा सहयोग होस् भनेर कापी चाहिँ यो कापी र डट पेन चाहिँ पठाउनु भएको छ है। यो कापी र डट पेन अनि धेरै खर्च नगर्ने है, चाहिने जति चाहिँ मात्रै उ गर्ने। यहाँ चाहिँ यो पेन पठाउनु भएको छ, यो 10वटा छ है पेन, यसमा 5वटा छ, यसमा 5वटा छ। यो चाहिँ कापी चाहिँ 2 दर्जन पठाउनु भएको छ अनि यो 2 दर्जन कापीमा 2 भाइले बाँडेर चाहिँ चलाउने है। ल यो पनि ल्याऊ बाबु, यो पनि ल्याऊ, अब एकैचोटि खर्च नगर्ने नि है। ल अनि त्यसै गरी चाहिँ तिलक थापा सरले नै यो चाहिँ मामाको लागि एउटा फाइबर ब्ल्याङ्केट पठाइदिनु भएको छ। यो चाहिँ बुझाइदिन मैले चाहिँ हाम्रो अस्थायी प्रहरी पोस्टका चाहिँ इन्चार्ज कुबेर दाजुलाई अनुरोध गरेँ। यो चाहिँ हाम्रो छकबार मामालाई नै बुझाइदिनुहोस् है। यसै गरी अब हामीले चाहिँ केही सहयोगहरू फेरि पनि आएछन् भने मामालाई मैले चाहिँ अत्यन्तै चाहिँ उ गरेँ र मैले यो भिडियोको साथमा मामाजीको चाहिँ व्यक्तिगत खाता छ मामा? व्यक्तिगत खाता छैन, बाजेको छ होइन? ब्याङ्क खाता होइन बाजे, हजुरको छ? भट्टा बुन्ने खाता छ, सालाको नि छ त भट्टा बुन्ने खाता होइन? त्यो खाता नम्बर पनि मैले चाहिँ तपाईँहरूको लागि सेयर गरिदिनु खोजेको हो। एकपटक चाहिँ त्यो चेक छ भने मलाई उपलब्ध गराइदिनु होला। म चाहिँ पोस्ट गरेर तपाईँलाई कसैले सहयोगी मनहरूले होइन 100, 200, 1000, 500 कसैले सहयोग गर्न चाहनुहुन्छ भने म यो चाहिँ भिडियोको वालमा चाहिँ यो चेकको फोटो राखिदिनेछु र उहाँलाई चाहिँ सहयोग गर्न चाहनेहरूले विभिन्न देश विदेशमा हुने एउटा चाहिँ उद्धारी मन भएका व्यक्तिहरूले चाहिँ उहाँलाई सहयोग गर्नका लागि चाहिँ म अनुरोध पनि यसै भिडियो मार्फत गर्न चाहन्छु। त्यसै गरी अब हाम्रो चाहिँ छिटै लगत्तै यो जिल्ला समन्वय समितिका प्रमुखसहित र हाम्रो लेकबेसी नगर प्रमुखसहित उपप्रमुखसहित चाहिँ हामी एकपटक फेरि यहाँ मैले आइदिनुहोस् भनेर उहाँहरूलाई निमन्त्रणा गरेको छु। त्यो बेलामा चाहिँ उहाँहरू आएर कम्तीमा हजुरको यो घरको अवस्था, बासको अवस्था अलिकति राम्रो व्यवस्थित गराउन सकियो भने चाहिँ मेरो चाहिँ एउटा तपाईँप्रतिको चाहिँ उद्धारी भाव चाहिँ हुने थियो भन्ने पनि मैले आशा व्यक्त गरेको छु। अनि म आफैमा पनि आर्थिक रूपले समस्या भएकै कारणले मैले व्यक्तिगत रूपमा हजुरलाई धेरै सहयोग गर्न नसकेको हुम्ला, तर पनि अब सहयोगी मनहरूलाई तपाईँलाई मैले चाहिँ यो सामाजिक सञ्जाल मार्फत सहयोग गर्न सबैजनालाई चाहिँ हार्दिक अनुरोध पनि गर्न चाहन्छु। धन्यवाद, नमस्कार।
हजुर